हुन्छ सायद हामीले यो दिन देख्ने थिएनौँ होला, तर तपाईँहरूको प्रार्थना र परमेश्वरको अनुग्रहले नै हो आज ड्याडी हामी सबैको माझमा हुनुहुन्छ। अनि तपाईँहरूलाई एकदम हृदयदेखि नै मेरो व्यक्तिगत हाम्रो परिवारको तर्फबाट एकदमै धन्यवाद दिन चाहन्छु। जसरी उहाँ हस्पिटलमा हुँदा तपाईँहरूले जसरी उपवास बसेर ड्याडीको निम्ति प्रार्थना गर्नुभयो, अनि मैले पहिला पनि भनिसकेँ ड्याडीले अन्तिम अवस्थामा देख्नुपर्ने सबै कुरा देखिसक्नु भएको थियो, तर हाम्रो प्रार्थनाले गरेर परमेश्वरले फेरि पनि ड्याडीलाई आयु थपिदिनु भएको छ। अनि यो धन्यवादी यो खुसीको क्षण परमेश्वरले हामीलाई आज दिनुभएको छ। अनि सबै मण्डलीका आदरणीय हाम्रो पास्टरजी हुनुहुन्छ, बुवा हुनुहुन्छ, अनि एलएन जाज बुवा, अनि हामी मण्डलीमा भएको सबैजना डिकनहरू, अनि सबैजना मण्डलीको सबै विश्वासीहरूलाई चाहिँ हाम्रो तर्फबाट परिवारको तर्फबाट एकदमै धेरै हाम्रो लागि जसरी सदैव प्रार्थना गरिरहनु भएको छ। यही कारण नै हामी आज तपाईँहरूको अगाडि छौँ। ड्याडी मम्मी अगाडि हुनुहुन्छ है, धेरै धेरै धन्यवाद। ड्याडी केही भन्न चाहनुहुन्छ? इमोसनल गर्नुभयो हुन्छ, ठिक छ।